हेलो एभ्रिवान, हजुरहरू सबैलाई स्वागत गर्दछु मेरो युट्युब भिडियोमा। र आज म हजुरहरूमाझ यो मिनी बुकेको ट्युटोरियल सेयर गर्न गइरहेको छु, त्यो पनि एकदमै सजिलो तरिकाबाट। त्यसको लागि मैले यहाँ यो क्रीम कलरको धागो लिएको छु र 2.5 mm को कुरुस र एउटा कैँची लिएको छु। र अब सुरु गरौँ। सबैभन्दा पहिला हामीले म्याजिक रिङ बनाउनु पर्छ। त्यसको लागि यो दुईवटा औलामा यसरी बेल्ने अनि यस्तो बनाउने र कुरुसलाई यो पछाडीदेखि छिराउने र यो पछिको धागोलाई यसरी तानिदिने, यस्तो एकचोटि घुमाउने र यो फेरि यो गोलोबाट यसरी छिराउने। यो भयो हाम्रो म्याजिक रिङ। र मैले थप चेन 1 बनाउन गइरहेको छु। यसरी चेन 1 टोटल दुईवटा चेन भयो र हामीले यहाँदेखि राउन्ड 1 सुरु गर्छौं। सुरुमा दुईवटा चेन भयो र अब मैले 12 वटा डबल क्रोशेट बुन्न गइरहेको छु। त्यसको लागि यसरी कुरुसमा धागो छिराउने, यो म्याजिक सर्कलमा यसरी छिराउने कुरुसलाई पछाडीदेखि धागो थुतिदिने र अगाडिको दुईवटा धागोमा बुनिदिने र बाँकी रहेको दुईवटामा पनि यसरी बुनिदिने। यो भयो हाम्रो डबल क्रोशेट र फेरि पनि यसरी नै बुन्न गइरहेको छु र अगाडिको दुईवटालाई बुनिदिने र बाँकी रहेको दुईवटा पनि बुनिदिने। यो दुईवटा डबल क्रोशेट भयो र यसै गरी मैले थप 10 वटा डबल क्रोशेट बुन्छु। टोटल गरी 12 वटा। र मैले यहाँ टोटल 12 वटा डबल क्रोशेट बुनिसकेको छु र अब मैले यसलाई यसरी तान्दिन्छु र यो बीचको भागलाई पुरिदिन्छु। यसरी यो बन्द हुन्छ र अब हामीले चाहिँ राउन्ड 1 सकाउन आँटिसकेका छौं। त्यसको लागि हामीले अब स्लिप स्टिच बनाउनु पर्छ। स्लिप स्टिच चाहिँ सधैँ चेन 2 मा लगेर हामीले गर्नुपर्छ। यो हाम्रो सुरुको चेन 1 भयो भने यो चेन 2 हो। यसमा चाहिँ मैले स्लिप स्टिच बनाउँछु। त्यसको लागि चेन 2 मा यसरी कुरुस छिराउने, पछाडीदेखि यो तानिदिने र यो धागोलाई यता अर्कोमा पनि यसरी तानेर यो भयो हाम्रो स्लिप स्टिच। र अब राउन्ड 2 सुरु गर्नुपर्छ। राउन्ड 2 को लागि दुईवटा चेन बनाउने, 1 2 दुईवटा चेन बनाइसकेपछि फेरि हामीले डबल क्रोशेट बुन्नु पर्छ। त्यसको लागि र हामीले यो डबल क्रोशेट बनाइसकेपछि फेरि सोही ठाउँमा अर्को डबल क्रोशेट बनाउन गइरहेको छु। हजुरहरू देख्न सक्नुहुन्छ मैले एउटा स्टिचबाट दुईवटा डबल क्रोशेट निकालेको छु र अब प्रत्येक यो 12 वटा स्टिचबाट दुई वटा डबल क्रोशेट बुनेर 24 वटा डबल क्रोशेट बनाउने छु। हजुरहरूले हेर्न सक्नुहुन्छ प्रत्येक घरबाट दुई वटा डबल क्रोशेट निकाल्ने। र मैले यहाँ टोटल 24 वटा डबल क्रोशेट बुनिसकेको छु राउन्ड 2 मा। र अब मैले स्लिप स्टिच बनाउन गइरहेको छु। त्यसको लागि सधैँ सेकेन्ड चेन 1 2 यो चेनमा गएर मैले स्लिप स्टिच बनाउँछु।
यसरी यो भयो हाम्रो स्लिप स्टिच। र अब मैले फेरि राउन्ड 3 को लागि दुईवटा चेन बनाउँछु र अब डबल क्रोसेट बुन्न गइरहेको छु। यो सुरुको स्टिचमा बुन्न गइरहेको छु डबल क्रोसेट, एउटा डबल क्रोसेट बुने भने यो अब सेकेन्ड स्टिचमा चाहिँ दुईवटा डबल क्रोसेट बुन्ने छु। एक र फेरि सेम स्टिचमा अर्को दुई र फेरि यसमा अर्कोमा एउटा मात्र डबल क्रोसेट बुन्छु भने र सेकेन्ड चेनमा गइसकेपछि दुईवटा डबल क्रोसेट, दुईवटा डबल क्रोसेट। हजुरहरूले हेर्न सक्नुहुन्छ सुरुकोमा एउटा डबल क्रोसेट र दुईवटा, एउटा दुईवटा। यसै गरी मैले यो राउन्ड 3 यसै गरेर टोटल 36 वटा डबल क्रोसेट बुनेर हजुरहरूमाझ आउनेछु। राउन्ड 3 पनि मैले 36 वटा टोटल 36 वटा डबल क्रोसेट बनाइसकेको छु र अब मैले यो सेकेन्ड चेनमा गएर स्लिप स्टिच बनाउँछु र अब फेरि दुईवटा चेन राउन्ड 4 को लागि। र राउन्ड 4 मा चाहिँ मैले दुईवटा स्टिचमा सुरुको दुईवटा स्टिचमा एक वटा डबल क्रोसेट बुन्छु, एक दुईवटामा एक वटा डबल क्रोसेट। र अब यो तेस्रो स्टिचमा चाहिँ दुईवटा डबल क्रोसेट बुन्छु, एक दुई र तेस्रोमा चाहिँ मैले दुईवटा डबल क्रोसेट बुनेको छु। र अब मैले यो फर्स्ट चोटी बनाएँ भने अब सेकेन्ड चोटी पनि सेम यस्तै गर्छु, एक दुई, दुईवटामा एक वटा डबल क्रोसेट र यो तेस्रो स्टिचमा चाहिँ दुईवटा डबल क्रोसेट बुन्ने छु। यसरी नै मैले अब यो सबै यो राउन्ड 4 मा यसरी नै बुन्ने छु। यसरी नै बुनेर मैले यो सबै बुनेर सकाउने छु। र मैले राउन्ड 4 पनि बुनेर सकाइसकेको छु र अब मैले पहिले जसरी नै स्लिप स्टिचले यसलाई जोडिदिन्छु र जोडिसकेपछि दुईवटा चेन बनाउँछु राउन्ड 5 को लागि। र सुरुको 3 वटा स्टिचमा मैले एक वटा डबल क्रोसेट बुन्छु। हजुरहरूले हेर्न सक्नुहुन्छ मैले दुई यससँग तीनवटा स्टिचमा एक वटा डबल क्रोसेट बुने भने यो चौथो स्टिचमा चाहिँ मैले दुईवटा डबल क्रोसेट एकै ठाउँदेखि बुन्छु। यसरी सुरुको 3 वटामा एक वटा र चौथो स्टिचमा चाहिँ दुईवटा। यसरी नै मैले यो राउन्ड बुन्ने छु। र मैले यहाँ राउन्ड 5 पनि बुनेर सकाइसकेको छु र अब मैले चाहिँ यहाँ अर्को कलरको धागो जोइन गर्न गइरहेको छु। स्लिप स्टिचदेखि अब चाहिँ मैले ग्रीन कलरको धागो जोइन गर्छु। हजुरहरूसँग कुन कलरको धागो छ त्यही हजुरहरूले त्यसैलाई जोइन गर्न सक्नुहुन्छ। र राउन्ड 6 को लागि चाहिँ मैले अब यो ग्रीन कलरको धागो युज गरेको छु। अब हजुरहरूले चाहिँ हजुरहरूसँग जुन कलरको धागो छ त्यसैलाई युज गर्नुहोला। र मैले अब यो राउन्ड 6 मा चाहिँ 5 वटा चेन बनाउन गइरहेको छु, 1 2 3 4 5 वटा चेन बनाइसकेपछि अब मैले यो सुरुको स्टेजमा यसमा डबल क्रोसेट बुन्छु।
त्यसरी मैले सुरुको स्टिचमा डबल क्रोसेट बुने। अब भने मैले यो दुईवटा स्टिचलाई स्किप गरेर यो तेस्रो स्टिचमा डबल क्रोसेट बुन्न गइरहेको छु। अब चाहिँ हामीले भी जस्तो भी स्टिच बनाउनु पर्ने छ। त्यसको लागि स्किप गरेर तेस्रो स्टिचमा मैले डबल क्रोसेट बुने र अब मैले डबल क्रोसेट बुनिसकेपछि तीनवटा चेन बनाउँछु। 2 3 तीनवटा चेन बनाइसकेपछि मैले फेरि सोही ठाउँमै सोही स्टिचमै फेरि डबल क्रोसेट बुन्छु यसरी। र अब मैले फेरि दुईवटा स्टिचलाई स्किप गरेर यो तेस्रो स्टिचमा डबल क्रोसेट बुन्छु। अनि तीनवटा चेन बनाउँछु र फेरि सोही ठाउँमा सोही एउटै स्टिचमा डबल क्रोसेट बुन्छु। र मैले यो राउन्ड भरि नै यही प्याटर्नलाई रिपिट गर्ने छु। दुईवटा स्टिचलाई स्किप गर्ने, तेस्रो स्टिचमा गइसकेपछि भी स्टिच बनाउने, त्यसको लागि डबल क्रोसेट, तीनवटा चेन बनाउने र फेरि सोही ठाउँमा डबल क्रोसेट र दुईवटा स्किप गर्ने, तेस्रोमा फेरि भी स्टिच बनाउने। त्यसरी नै हजुरहरू हेर्न सक्नुहुन्छ यस्तो भी वाला स्टिच बसेको छ र मैले यसरी नै यो राउन्ड बुनेर सकाउने छु। र मैले यहाँ राउन्ड 6 पनि बुनेर सकाइसकेको छु र अब मैले स्लिप स्टिचले जोड्न गइरहेको छु यहाँदेखि। र राउन्ड 6 सकाइसकेपछि मैले राउन्ड 7 को लागि तीनवटा चेन बनाउँछु। 2 3 तीनवटा चेन बनाइसकेपछि हजुरहरूले चाहिँ यो धागो अननेसेसरी धागोहरूलाई चाहिँ कट गरिदिनु होला। म अघि हजुरहरूलाई बताउन बिर्सेछु। यसरी हजुरहरूलाई गाह्रो हुँदैन, अल्झिँदैन। र अब तीनवटा चेन बनाइसकेपछि यो चाहिँ हाम्रो फुलको लिफको लागि हो, पातको लागि। दुईवटा स्टिचमा चाहिँ सिंगल क्रोसेट बुन्ने, एक र अब अर्को स्टिचमा पनि सिंगल क्रोसेट बुन्ने। यसमा यससँग 2 र यो भने हाम्रो पात। र अब मैले यो स्टिचमा लगेर स्लिप स्टिच बनाउँछु यसरी। र स्लिप स्टिच बनाइसकेपछि फेरि मैले तीनवटा चेन बनाउँछु। 1 2 3 तीनवटा चेन बनाइसकेपछि पछाडिको दुईवटा स्टिचमा मैले सिंगल क्रोसेट बुन्छु। एक-एकवटा सिंगल क्रोसेट यसरी। 1 2 दुईवटा सिंगल क्रोसेट पछि अब मैले यो भी स्टिचमा लगेर यसलाई स्लिप स्टिच बनाउँछु। हजुरहरूले देख्न सक्नुहुन्छ। र अब फेरि मैले तीनवटा चेन बनाउँछु र दुईवटा चेनमा चाहिँ सिंगल क्रोसेट बुन्छु पछिको दुईवटा चेनमा। यसरी। र अब यो भी स्टिचमा लगेर स्लिप स्टिचले यसलाई जोडिदिन्छु। र हजुरहरूले देख्न सक्नुहुन्छ यो पातको लागि हो, पातको प्याटर्न। र मैले यसरी नै यो राउन्डभरि यसरी नै बुनेर सकाउने छु।
र मैले यहाँ राउन्ड 7 पनि बुनेर सकाइसकेको छु र हजुरहरूले यसलाई स्लिप स्टिचले जोडिदिनु होला र एउटा चेन बनाएर अब हामीलाई यो हरियो धागोको काम सकियो, यसलाई काटिदिनु होला। अब चाहिँ यो अन्तिमको राउन्डमा चाहिँ यसरी फुल बनाउनु पर्नेछ। मैले चाहिँ यहाँ दुईवटा कलर को धागो लिएको छु र अब मैले हजुरहरूलाई फुल बनाएर देखाउन गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला यसरी स्लिप नट बनाउनु होला र अब यो दुईवटा पातको बिचमा यहाँनिर हजुरहरूले यसलाई यो धागोलाई यसरी जोडिदिनु होला क्रुसले। र अब चाहिँ मैले 9वटा चेन बनाउँछु। 1 2 3 4 5 6 7 8 9 र मैले यहाँ 9वटा चेन बनाइसकेको छु र अब हामीले यो सुरुकोलाई छोडेर यो दोस्रो स्टिचमा हाफ डबल क्रोशेट बुन्न गइरहेको छु। त्यसको लागि क्रुसमा धागो छिराउने र पछाडिदेखि धागो तान्ने र यो 3वटा धागोलाई एकैचोटि बुनिदिने। यो भयो हाम्रो हाफ डबल क्रोशेट र अब फेरि अर्को चेनमा पनि यसरी नै बुनिदिने। लगातार 8वटा चेनमा हाफ डबल क्रोशेट बुन्नुपर्छ। र मैले यहाँ 8वटा हाफ डबल क्रोशेट बुनिसकेको छु र अब भने यो फुलको लागि चाहिँ यो क्रुसलाई निकालिदिन्छु र यता छेउपट्टिबाट चाहिँ यसलाई यसरी घुम्याउँदै यहाँसम्म लिएर आउँछु। यसले यसरी फुलको आकार लिन्छ अनि मैले यो क्रुसले चाहिँ बीच भागदेखि यसको बीचदेखि यसरी क्रुसलाई छिराएर यो सबै पर्ने गरी यसरी समेटिने गरी छिराएर यतादेखि धागो थुतिदिन्छु। यसरी हजुरहरूले चाहिँ एकदम टाइट नबनाउनु होला, लुज छोडिदिनु होला। यसरी यता लिएर आएर स्लिप स्टिचले जोडिदिने र फेरि यो धागोलाई यता पनि मैले यसरी स्लिप स्टिचले जोडिदिन्छु र अब सोही ठाउँमै हामीले जहाँदेखि सुरु गरेका थियौँ त्यो ठाउँमा मैले फेरि स्लिप स्टिचले यो फुललाई पनि जोडिदिने यसरी र एउटा चेन बनाउने र अब यो धागोलाई चाहिँ काटिदिने। यो भयो हाम्रो मिनी रोज। अब यो धागोलाई चाहिँ यो क्रुसले माथितिर तान्नुपर्छ। यो बीच फुलको बीचबाट क्रुसलाई छिराएर यो धागोलाई माथि तान्दिने र यो माथि तानेर फुलको बराबर हुने गरी काटिदिने। यसरी यो भयो हाम्रो मिनी रोज र मैले चाहिँ अब यो पहेँलो कलरको फुल बनाउन गइरहेको छु। हजुरहरूले चाहिँ जस्तो किसिमको कलरहरू हजुरहरूलाई राख्नु मन लागेछ त्यही अनुसार राख्न सक्नुहुन्छ। र मैले अब अर्को फुल पनि यसरी नै बुनेर हजुरहरूलाई देखाउन गइरहेको छु। र सुरुमा स्लिप नट बनाउने र यो दुईवटा पातको बीचमा यसरी यो धागोलाई अट्याच गरिदिने र 9वटा चेन बनाउने 1 2
3 4 5 6 7 8 9 र मैले यहाँ 9वटा चेन बनाइसकेको छु र अब मैले यो चेनबाट हाफ डबल क्रोसेट बुन्छु 8वटा टोटल। र मैले यहाँ टोटल 8वटा हाफ डबल क्रोसेट बुनिसकेको छु र अब यो फुल बनाउने पालो आएको छ। यो छेउबाट यसलाई यसरी घुमाउँदै फुल जस्तो आकार बनाउनु पर्नेछ र अब यो कुरुसले यता पछाडीदेखि यसरी ठिक बीचमा हुने गरी सबैलाई समेटेर यसरी कुरुस छिराउने र पछाडीदेखि धागो थुतेर अगाडि स्लिप स्टिच बनाउने यसरी र फेरि पनि यसरी पछाडीदेखि धागो तान्ने र अब यो पहिलेकै ठाउँमा लगेर स्लिप स्टिचले जोडिदिने गाँस्ने र चेन 1 बनाएर अब यो धागोलाई काटिदिने र अब यो दुईवटा धागोलाई एक आपसमा बाँध्ने सेफ्टीको लागि र फुलको बीच भागबाट यो पहिलेको जसरी यो दुईवटा धागोलाई तानेर काटिदिनु पर्छ। र यसरी नै मैले अब बाँकी सबै ठाउँमा फुल बनाएर सकाउने छु र मैले यहाँ सबै फुलहरू बनाएर सकाइसकेको छु। र हजुरहरूले देख्न सक्नुहुन्छ यो एकदमै क्यूट बनेको छ मिनी बुके। आई होप हजुरहरूलाई यो मेरो ट्युटोरियल भिडियो मन पर्यो। यदि मन पर्यो भने हजुरहरूले यो ट्युटोरियल फलो गरेर यस्तै क्यूट मिनी बुकेट बनाउन सक्नुहुनेछ र हजुरहरूले यो मेरो भिडियोलाई लाइक कमेन्ट शेयर अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला भन्दै यो भिडियोबाट पनि बिदा लिन्छु। नमस्ते।